चाहिँ आज चाहिँ हामी कहाँ जाँदैछौँ भनेर लास्टसम्म भन्नु बाहिर निस्किनु लागेको पानी परेर यस्तो भिडियो बनाइरहेको थियो त्यो पनि हामीको लागि आज चाहिँ को आउने रहेछ कसले के पठाइदिएको छ भनेर हेर्नुको लागि चाहिँ धेरै लामो त छैन 1 मिनेटको भिडियो त्यो पनि पुरा हेरिदिनु होला है त त्यतिकैमा हामी चाहिँ एयरपोर्टमा पुग्यौँ त्यसपछि आफन्तहरूको पर्खाइ देखेर बहुत खुसी पनि लाग्यो त्यसबाट पठाएको कोसेली भनेको चाहिँ एउटा चक्लेट पनि खुसी लाग्ने रहेछ यसरी नै खुसी हुँदै घर आएर चक्लेट खायो पर्खिन्छ स्मेलहरू यति मिठो है थ्याङ्क यू भाइ अनि सब भाइलाई अनि बेला पनि ल